Hi everyone, this is Maya. I am sorry सन्चै हुँदैन म पनि सन्चै आरामै छु। आज चाहिँ म ब्याचलर सेकेन्ड इयर पढ्ने स्टुडेन्टहरूको लागि रिलेटेड भिडियो बनाउनु गइरहेकी छु। जस्तै अब हामीहरू होइन अब हामीहरू जस्तै ब्याचलर पढे जस्तै साइन्स पढेको स्टुडेन्टहरू साइन्सतिरै गएको हुन्छ, ल पढेको स्टुडेन्टहरू लतिरै गएको हुन्छ, अरू अरू डिफ्रेन्ट डिफ्रेन्ट एजुकेसन पढेको स्टुडेन्टहरू आफ्नै आफ्नै अब आफ्नो आफ्नो फ्याकल्टीतिर गएको हुन्छ। तर हामी म्यानेजमेन्ट पढेको स्टुडेन्टहरू छौँ नि, जस्तै अब हुन्छ नि केही अब जस्तै हामी म्यानेजमेन्ट पढेर अहिले अब लास्टमा हाम्रो गोल सेट हामी यति पढेर यतिमै हामीले जब पाउँछौँ, यतिमै हाम्रो यो गोल सेट हुन्छ भन्ने टाइपको हाम्रो म्यानेजमेन्ट स्टुडेन्टहरूको लागि चाहिँ हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। यदि भयो भने म्यानेजमेन्ट स्टुडेन्टहरूको लागि भयो भने यदि त्यही लोक सेवा नेपालमा भयो भने चाहिँ लोक सेवा नै हुन्छ होला जस्तो टाइपको हुन्छ। यदि के हामीले अब प्लस टू सकेर म्यानेजमेन्टबाट प्लस टू सकेर सिए पढ्यो भयो, अब 4 वर्ष हामी ठ्याक्क सिए पढ्यो भने त्यसपछि सिएमै अब फ्युचर हुन्छ नि त त्यस्तो टाइपको हाम्रो। जस्तै हामी अब बिबिएस पढ्दै गर्दा बिबिएस सकाउँछौँ 4 वर्ष मजाले हामी 4 वर्षको कोर्स सकाउँछौँ होइन, त्यसपछि पनि हाम्रो फिक्स यति यही फिक्स यति नै गोल सेट भन्ने चाहिँ हुँदैन रहेछ कि। अहिले म ब्याचलर सेकेन्ड इयरमा पढ्दै गर्दा मेरो दिमागमा यस्तो यस्तो कुराहरू अब यो कुराहरू खेलिरहन्छ कि मतलब हाम्रो अब जस्तै अरूहरूको त अब जस्तै साइन्स पढेका स्टुडेन्टहरूको साइन्स अब कुनै राम्रो सब्जेक्ट लगेर चुज गर्छन् उनीहरू, अनि त्यसपछि ल पढेका स्टुडेन्टहरूको अलरेडी नै लतिर हुन्छ। अनि त्यसैले हामी म्यानेजमेन्ट बिबिएस पढ्ने स्टुडेन्टहरूको चाहिँ कुन ठाउँ गोल सेट हुन्छ भन्ने टाइपको मेरो मनमा चाहिँ धेरै कुराहरू खेलिरहेको हुन्छ। तपाईँहरूको मनमा चाहिँ हुन्छ कि यस्तो जस्तै हामी बिबिएस पढ्दै गर्दा अनि बिबिएस पढेको स्टुडेन्टहरूको चाहिँ कुनै स्कोप छैन र नेपालमा केही छैन र। झन् म्यानेजमेन्ट पढेको स्टुडेन्टहरूको त नेपालमा म्यानेजमेन्ट सिस्टम कति लो कमजोर छ भन्ने हामी सबैले थाहा नै होला है। अब त्यसैले पनि किन हामीहरूको कुनै ठाउँ फिक्स स्कोप नै किन छैन, किनकि म्यानेजमेन्ट पढेका स्टुडेन्ट बिबिएस पढेका स्टुडेन्टहरूले किन लोकसेवा नै लड्नुपर्ने छ र, किन त्यसको अरू स्कोप छैन र म्यानेजमेन्ट पढेका स्टुडेन्टहरूको भन्ने कुराहरू चाहिँ मेरो मनमा धेरै खेलिरहेको हुन्छ। त्यसैले तपाईँहरूको मनमा चाहिँ के लाग्छ अब बिबिएस पढेर अनि त्यसपछि हामीले के ब्याचलर सकाएर ठिक्क मेरो लागि कहीँ जब पर्खेको हुन्छ, यदि हामीले गऱ्यो भने चाहिँ त्यत्तिकै प्राइभेट जबहरू त्योहरू चाहिँ पाउँछु, तर पनि अब जस्तै आफ्नो लाइफ त्यसमा सेट त गर्न सकिँदैन नि त। किन सानो आफूले सोचे जस्तो न स्यालेरी हुन्छ न के न अरू नै हुन्छ। अनि त्यसैले त्यसको लागि चाहिँ हामीले यदि सरकारको जागिर खानु पऱ्यो भने त्यही लोकसेवा नै लड्नुपर्छ। त्यसैले तपाईँहरूको मनमा चाहिँ लाग्छ कि यो कुराहरू, मेरो मनमा चाहिँ यो कुराहरू खेलिरहेको हुन्छ, त्यसैले तपाईँहरूलाई सेयर गरेको। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। बाई।